हाई एभ्रिवान, नमस्ते सबैजनालाई। हजुरहरूलाई स्वाद किचनमा धेरै स्वागत छ। आज मैले हजुरहरूको लागि घरमै सजिलै बनाउन सकिने खिरको रेसिपी लिएर आएकी छु। यदि हजुरहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने भिडियोलाई लाइक कमेन्ट गरी च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला है त। ल अब खिर बनाउनतर्फ लागौँ है त। मैले यहाँ खिर बनाउनको लागि आवश्यकता अनुसार अनादीको चामल पखालेर लिएकी छु। त्यस्तै 2 लिटर दुध, अलिकति काजु बदामलाई पनि मैले यहाँ लिएकी छु। त्यस्तै अलिकति चिनी र घिउलाई पनि मैले यहाँ लिएकी छु र अलिकति मिठो स्वादको लागि लौंग, सुकमेल र तेजपत्तालाई पनि लिएकी छु। अब मैले ग्यास अन गरेर दुधलाई उमाल्नतर्फ लाग्दैछु। अब दुधलाई बेला बेलामा चलाउँदै एकछिन उम्लिन दिनुपर्छ। दुध उम्लिसकेपछि मैले यहाँ अघि पखालेर राखेको चामललाई राख्दैछु। अब मैले दुध र चामललाई चलाउँदै पकाउँदै जान्छु। यो यत्तिकै नचलाइ छोड्यो भने चाहिँ दुध कराईमा टाँसिने हुन्छ। त्यसैले छेउबाट मजाले चलाउँदै म यसलाई पकाउँदै छु। जति धेरै चलायो खिर त्यति नै मजाले पाक्छ। मैले यसमा अब 2वटा तेजपत्तालाई पनि राखेर सँगै चलाउँदै जान्छु। यदि हजुरहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी भिडियोलाई लाइक कमेन्ट गर्न नबिर्सनुहोला है त। अब मैले केही समय चलाउँदै पकाएपछि यसमा 2 चम्चा जति घिउलाई पनि राख्छु र एकछिन मजाले पकाउँछु। केही समय यसलाई चलाउँदै पकाएपछि हाम्रो खिर यत्तिको भएर पाक्न लागिसकेको छ। अब चाहिँ मैले यसबाट तेजपत्तालाई निकालेर फाल्दैछु। र मैले यसमा अब अघि काटेर राखेको काजु बदामलाई राख्छु। त्यस्तै अब मैले यसमा स्वाद अनुसार चिनीलाई पनि राख्छु। त्यस्तै मिठो स्वादको लागि अघि कुटेको लौंग, सुकमेललाई पनि मैले यसमा राखेर एकछिन मजाले चलाउँदै पकाउँछु। अब हाम्रो खिर मजाले पाकिसकेको छ, देख्न सक्नुहुन्छ। सबै दुध चामलमा मजाले लपक्क लागेर कस्तो राम्रो हेर्दै खाउँ खाउँ लाग्ने भएको छ र बास्ना पनि एकदमै मिठो आइरहेको छ। ल अब मैले यसलाई खानको लागि एउटा कचौरामा राख्दैछु। हजुरहरू पनि यसरी नै हाम्रो भिडियोको सहायताले घरमै भएका सामग्रीहरूबाट सजिलै खिर बनाएर आफू र आफ्नो परिवारलाई खुवाउन सक्नुहुन्छ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धन्यवाद। भिडियो मन परेमा लाइक कमेन्ट गरी च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।